अब आज पजल गरिरहेको हुन्छ तिमीलाई देख्दै देख्दैन जहिले बुहारीलाई भने कि कहाँ जान्छ तिमी यार म त घायल भाइ चाहियो क्या मलाई भाइ चाहियो तर सामान राम्रो चाहिएन कुरा बुझ्नु न दाइ जहिले पनि अब त्यहाँ डिलरमा गएर अघि नै मेरो गाडी लिएर यार तपाईँले अब कुरै सुन्नुहोस् न यार मैले त्यो चौकिने फोन गर्न सक्यो मेरो त्यो सामानहरू छैन अस्ति तपाईँ आउँदा त्यहाँ पुरा बाटोमा गाडी गर्दै यो चाउचाउ फोड्न नआउनु हेत तेरिका आयो बुढा पारा ल्याऊ पारा ल्याऊ छैन भने चाउचाउ छ अब त्यही चाउचाउ दिएको नि खान्न म लुकाएर किन राख्नु भने केटाहरू छैन होला नि त छैन भने बन्द गरेर छौ भएको चिज त बेच्थे नि त अब म लागे चाहियो दारसार चाहियो ल के बुढा कसम घाँदैन मैले होइन यो बुढो चल्यो नि त कसम पैसाले मार्थ्यो यार यस्तो खोजेर चल्ने ठाउँमा ल्याएर पसल ल्याएर सार्दियो ल्याइस् तैँले पसल सारेर हामीलाई थाहा छैन यो पसल कहिलेदेखिको हो बुढा उहिलेदेखि आउने ठाउँमा हामी यार यार उठाएर आउँदैछौँ भन्ने नि हेलो के हो भाइ नआउने हो क्यान्सल गरिदिउँ के आउँदैछु त दाइ तपाईँ के कुरा गरेर के हो यार भाइ तिमी त उल्टै सन्किन्छौ त यार यहाँ यत्रो कस्टमरले क्यान्सल गरेर तिमीलाई यहाँ रुम राखिदिएको छु मैले झन् तिम्रो आउनु जस्तो लागेन मलाई मैले रुम दिएँ है अर्कोलाई कस्तो रिस उठ्नुभएको मेरो आफ्नै होटल जस्तो म घरमा नै धेरै त्यहाँ मलाई डर लाग्ने भनेकै होटलमा एडभान्स गर भाइ के एडभान्स हालिदिन्छु भनेको अहिले बुढा झन्डै रिसाएर क्यान्सल गरिदियो अनि हामी जाँदैछौँ त हामी त्यही होटलमा जाने होइन तिम्रो चिनेको मान्छे होइन भनेको तेरिका दाइ अब चिनेको मान्छे भए पनि बन्द गर्न लारे अनि अलिकति हालिदियो नि आनन्दले बस्छ सुत्यो होला नि त दाइ जति बेला गयो भने भयो टेन्सन के नहालिदिउँ त फोन आफ्नो त्यो तेरो बजेहरूलाई ए यार दाइ 10 बजे नभए फोन एडभान्स हाल्नलाई हेलो अबे भन्न तिमीहरू निस्किहाल्नु फेरि हामी तिनजनाहरू फेरि को तिनजना मेरै दाइहरू हो क्या मेरो आफ्नै दाइहरू हो क्या ए त्यही जहिले आउने कुराहरू सँगै हो कस्तो कहाँ बुढाहरू भन्छ भने मलाई अस्ति आउने दाइहरू भनेर तरुनी हो क्या त्यो दाइहरू है ल टेन्सन मलाई त्यो पठाउमा आउने पैसा चाहिँ हाल्दिहाल्छु म गरिदिइहाल्छु होइन मेरो दाइहरू हो नि डर ओके ल अहिले डर के आगे होइन अहिलेलाई चाहिँ यो पढाउ भाडा र लोकेसन पठाइदिनु तिनीहरूबाट तपाईँहरूलाई नि यिनीहरूलाई पैसा दिइहाल्छ त हामीले यार जग्गालाई भन्दैन नि अरे बुढालाई कहाँ आउनुहुन्छ है के पैसा हालिदिनु भनेको ए झगडा अनि यिनीहरूलाई हामीले पैसा दिन्न भनेको अनि भाडा पनि हालिदिनु पर्ने है अब दाइ रानीहरूलाई म बग्गी बुक गर्दैछु मेरो रानी झगड्दै भने यो हो नि त अस्ति झगड्दै तपाईँ चिनाइरहेको छ बुढा रानी बग्गीमा आउनु परेन राजालाई भेट्न ल्याउने पुर्याउने सबै हामीले हो कस्तो खुसी त्यो खुसी होइन अब उता गर्छ अब पठाउ गर्नु त अब कति बजी हेर्न तिनीहरूलाई एकछिन अब टाइम लागिहाल्छ होइन अब पठाउलाई पनि त आउनु त ए भाइ छिटो गर्न ए यार हान्दैछु त यार मोबाइल हाल्नु न दाइ अब भाइले मिलाइदिरहेको छ तपाईँ अनि मेरो भाइ झडा पर्यो भने नि त नि यार 40 देखायो के गर्ने हो गरिदिने हो देखाइने हान्छ नि भएर राख्ने फेरि भाइ झडा पर्यो भने कस्तो थरो यार मरिराम चुराल भने यस्तो नि थरो हुन्छ भने तेरो बाजे उपाध्याय क्या ऊ त्यो
दाइ उपाध्याय होइन दाइ याद राख्नु जैसी हो जैसी उपाध्याय खसेर जैसी हुने होइन उपाध्याय खसेपछि मर्छ जैसी भने हेलो ए उपाध्याय पछि लोकेसनमै आइपुग्यो त खसेपछि जैसी नआएकै बले जाँदा होइन भन्दैछ जैसीको बारेमा कुरा के थाहा यार बच्चादेखि हेलो होइन भन्छ भाग्यमानी बस अनि दिउँसो फोन गर्नु कस्तो भुले त मैले कहाँ आइपुग्यो ल बस्दै गर ल मायाले भाइ फुपूको छोरा आज बसबाट आएछ कस्तो थाहा हुँदैन तपाईँले कस्तो थाहा हुँदैन हो भनेको भाइ बस पार पुगेर नि त कहाँ छस् कहाँ हुनु हे बस पार्कमा छु म छैन भनेको कति आतिर आएको बुढीमा ल जसरी हुन्छ मलाई एकचोटि कल चाहिँ गराएरै छोड्नु नि फेरि झगडा तिमीले त्यो उसलाई होटलमा फोन गरेर भोलि आउँछ भनेर चाहिँ आजलाई क्यान्सल भयो भनेर भयो मजाक चलिरहेको छ यार फोन गरेर क्यान्सल गर्न आधा बाटोमा आइसक्यो मजाक गरेर हो दाइ अनि भाइ आएर त्यहाँ बसमा बसिरहेको छु म के साँच्चीकै पो आएको तपाईँको भाइ कसो पठाऊ हो क्या क्यान्सल के भन्नुभयो हामी लोकेसनमै होला भाइलाई म पुऱ्याउन जान्छु तपाईँ आउनु टाइम लिएर आउनु कसरी हुन्छ भाइ उहाँ गर्छ भाइलाई कसरी पुऱ्याउनु त के गर्नु फुपूले के पठाऊ मोबाइल चेन्ज लिनुपर्छ बाइल फोन लाउनु म बोल्छु हेलो कान्छा पानी हेर्दै हजुर दादा पानी ए सुन त अब यता यता हेर्न यो म यो गाडीमा यो पानी पुऱ्याउने पार्टी चालक कामले गर्दा आउनै पाएन कि अब तैँले पनि पहिला फोन गरेको चाहिँ कस्तो पहिला भन्नु पर्दैन त अब त्यहाँ वरिपरि त हेरेर त्यो बसपार्कको वरिपरि त्यो बाइकमा त्यो ऊ के झुन्ना उसमा स्ट्यान्ड बाइकमा स्ट्यान्ड झुन्नाको त्यो हुन्छ मोबाइल स्ट्यान्ड झुन्नाको हेलो ए भाइ सुन न त्यो मेरो भाइ छ अब उसलाई चाहिँ उता धमला डेरी लगिदिनु पर्ने गट्टेकुलो 300 त उसको एउटा दाइ छ अलि मिलाउ न 11 बजिसक्यो दाइ ल दाइ छ उसको एउटा दाइ छ हाम्रो कान्छा सुन अब के गर्नु पर्यो भने चाहिँ उतातिर जा त होइन म तेरो नम्बर उता घरमा दिन्छु अनि फुपूले फोन गर्नु भयो भने चाहिँ 15 दिनमा कपी हुन्छ दाइ दाइसँगै छु भनेर भनेछ है भन्नु पर्दा दाइलाई कवि भाइ भएन हैन अब घरको तराईमा जन्मी हेलो दादा आइपुग्नु भयो कहाँ आउनु सुन्न आज भाइ आउने भने चाहिँ नि फुपूको छोरा हेर्न उता जानै पाएन यता यो पार्टी प्यालेस जार पुऱ्याउने कामले गर्दा अनि के भन्छ त्यसलाई मैले पठाउ गरेर पठाइदिन्छु यता यो धमला डेटनिर आएर कल गर्छ तँलाई है अनि त्यसको नम्बर तँलाई पठाइदिन्छु ट्राई गर्दै गरेछ ए हुन्छ दादा ठिक छ खानसाना खान्छु म आउनु चाहिँ टाइम लाग्छ है बोल्नु नि कति टाइम लगायो यार लो एसबीआई बस पठाउ छिटो पठाउ आउँदैछ क्या पठाउ आउँदैछ एक गरेर चाहिँ हाल्नु न हाल्लासे उ चारवटा एउटा पाँचवटा केही आउँदैन हजुर मम्मी म जाँदैछु मेरो फोनमा चार्ज कम छ अहिले पुगेपछि कल गर्छु है स्विच अफ भयो भने नआत्तिनु यो घट्टेकुलो भने अन्नाम होइन
खै त म पनि पहिलोचोटि आएको दादा आएको होइन र दादासँगै छु ए ल घर पुगेर कल गर है बाबु हस् मम्मी अनि 15-20 मिनट भइसक्यो त कहाँको तेरो पठाउ होला बोला नि छिटो तेरी बुढा कति आतिर कति आतिर आज बुढाको फर्स्ट टाइम हो क्या अलि नर्भस त भइहाल्छ नि होइन नम्बर ल्याउनु न भन्नु 97 कति कहाँ हुन्छ 97 हेलो कहाँ हो भने यहीँ हो के भएर कस्तो के भयो हामी तीनजना यहाँ होटल आएर बसेको 10 मिनेट भइसक्यो कहाँ हो तिमीहरू ए हामी आउँदैछौँ बस्दै गर न अब हामी आउँदैछौँ आइपुगिसक्यो क्या किचकिच नगर है त्यस्तै किचकिच गर्ने भयो निस्किदिन्छौँ हामी त यहाँबाट त्यस्तो कुरो नगर नि बस्दै गर न अब हामी सानो काममा थियो हेर सकाएर आइसक्यो क्या थाहा छैन मलाई केही यहाँबाट दुईजनाले किचकिच गरिसक्यो पैसा हाल्यौ नत्र निस्किन्छौँ हामी त एक त बुढोहरू ल्याउनु छ अझ डिस्काउन्ट मारे अनि उल्टो कुराको रे ल म त्यो हालिदिन्छु होइन हामी आइहाल्यो है मिस यु होइन अब यहाँ सुरुमा तिनीहरू होटलमा पिसिए चाहिँ होइन अब पैसा हालिदिनु पऱ्यो भयो तिनीहरूलाई रिसाइसक्यो यार ठगेको आउनु कि झुट बोले आउनु कि देश यार दा यार तपाईँ कस्तो डाउट गरिरह यार मलाई ए जगर भाइ एकचोटि त्यो होटलवाला फोन गरेर साँच्चीकै आएका छन् कि छैन आएकै दाइ आए तपाईँ यस्तो एकचोटि फोन गर न त्यही पनि ढुक्क हुन्छ नि त पैसा विश्वासै नगरेको भए अब रिसाउनु कति 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 रे 8,000 क्या दाइ 8,000 अरूलाई चाहिँ 12 भने फेरि तपाईँले पछि कसैले भन्नु भने 12 भने फेरि के यार कान्छी रिसाइद ल के गरिदिनु पर्यो अब पठाउनु यो त्यो पठाउ सठाउ त क्यान्सिल हानिदिनु यार त्यो पठाउला यार त्यो धेरै कुरा थियो त्यो आउँदैन जस्तो लाग्छ मलाई इलेक्ट्रिक ट्याक्सी बोलाउँछु क्या दाइ म यहीँ बालो हाइमा छ भने यार कान्छा भेटिएस छैन दादा भर्खर पुगेँ तर दादा यता त धौला डेरी त कति देखिन्छ ठ्याक्कै कहाँनिर भन्दा खै दादा क्यान्सिल हान्दियो क्या दाइ यहाँ यहीँ बालो हाइन चौमा छ भने 5 मिनटमा आइपुग्छ तेरो वरिपरि के छ भन्दा इलेक्ट्रिक ट्याक्सी बोलाउँछु खै क्या दादा यो छैन भने के कोटेर पोर्ट छ अनि सिधा लामो बाटो छ त्यहाँ अब हेर कहाँ दिल्ली बजार पुगेछस् क्या खै त्यो पठाउनलाई फोन दे पुग्यो त्यो भाइ त्यो त अघि नै गइसक्यो ए दाइ यहाँ ल्याउनु फोन वरिपरि को छ फोन दे त कोही छैन दादा म एक्लै छु त्यो अगाडिको त्यो बाटो ठ्याक्कै काटेपछि तेरो यतातिर दायाँतिर हेर दायाँ हेरेर बायाँ भन्नु नि बायाँ अब त्यो पुतल सडकतिरबाट आएपछि दायाँ परेन ए दाइ त्यो वानमै परेन नि रातिको 12 बजेको बेलामा के को वान भयो भनेको कस्तो सुधार हुन्छ यार दाइ अस्ति भर्खर राति 12 बजी मैले चिट काटेको यो दाइ भनिदिनु न त्यो पुच्चालाई कहाँबाट आएको सोध्नु त त्यो त गाउँबाट आयो ए कान्छा त उता पुतल सडकतिरबाट आएको कि यता यो देवी मैती देवीतिरबाट के कुरा गर्छ मैती देवीबाट आउँछ भने दाइ ज्ञानेश्वरबाट आएन उता ए यार दाइ त फेरि कसरी ज्ञानेश्वर पाउनु भयो दाइ यार अब बसरबाट आएपछि राति टाइम हाइवे खाली हुन्छ त होइन 15 मिनटमा पुगिन्छ त्यसले सिधै सुके धारा हुँदैन खोलाको बाटो लिएर पहिला ज्ञानेश्वर आउँछ ज्ञानेश्वर त्यहाँबाट त्यो अगाडिको जुन बाटो छ हो त्यो सिधै अगाडि छ त्यहाँनिर ठ्याक्कै एउटा धमला डेर छ हो त्यहाँनिर गएर बस्छ सिम्पल छ दाइ
नानी भेटेस छैन अघिसम्म फोन बिजी आइरहेको थियो अहिले स्विच अफ आइरहेछ त कहाँ पुग्नुभयो सुन न त्यसलाई त दिल्ली बजार छोडेछ के त्यो पठाउवालाले मैले त्यसलाई उ भनेछु त्यो अगाडिको बाटोबाट सुई अगाडि जा अनि त्यहाँ धमला डेरी पुग्छस् भनेर भनेछु त्यो पुगेर पनि त्यही अब कतातिर आत्तेला त कहाँ छस् घरमा त छिटो निस्किहाल्दा अब त्यहाँबाट ए हुन्छ दादा हुन्छ 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 माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ सरी द मोबाइल यु हैव डायल्ड इज स्विच अफ माफ गर्नुहोला तपाई हजुर फुपू कहाँ छौ तिमीहरू अब कहाँ हुन्छ यही घरै हो नि अनि भाइको फोन त स्विच अफ छ नि त्यसको मोबाइल यहाँ चार्जमा राखेर त्यो अहिले उता नुहाउनु पर्छ ए ल ल त्यसैले निस्किसकेपछि मलाई कल गराउनु है त दी हातेको बुढीमा दाइ छैन भनेको के तपाईँ काठमाडौँ ल ल ल जसरी हुन्छ मलाई एकचोटि कल चाहिँ गराएरै छोड्नु तिमीले है ल ल हेलो अह दादा यहाँ कोही पनि छैन त यसो गर त्यो के भन्छ त्यो घटेकुलो चोकमा अब त्यहाँ 2-3 बाटो छ कतै झुकेर अन्त पसेकी थियो गइहाल्छ अब त्यो आत्तेला ए हुन्छ हुन्छ दादा हुन्छ के भइरहेको होला यार माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ सरी द मोबाइल ए जकर भाइ मलाई स्कुटी चाबिल्यो म उता निस्केर पुऱ्याएर आउँछु तिम्रो डाइरेक्ट पठाऊ म होटल जाऊँ म त्यहीँ आउँछु म कहाँ त पठाउ कस्तो कुरो गरेर हुन्छ यार तपाईँ म चाहिँ यति पठाउ भर गरेर कसरी आउनु तपाईँलाई मलाई दाइ भएर सम्बन्ध हुँदा होइन कस्तो माने मनि मानिस तपाईँलाई एकछिन रुपियाँ मैले आउँछु साउजी बिल भोलि झगडलाई के भयो पढ्ने लोकेसन चेन्ज भइसक्यो ल क्यान्सल गरेन है हेलो हेलो नानी भेटे त्यहीँ वरिपरि होला हेर्दै गरेर 5 मिनटमा एकदम आइपुग्नु ल भाइ
चुप लाग्यो यता हेलो जगर भाइ तँ चुप लगाउनु हेलो फुबु अझै निस्किएन बाबु र नानी तल गएको छन् के सामान छुटेछ ल्याउनु अहिले आएपछि कुरा गराउँछु क्या बुबु ल रक्सी खान्छ क्या कहाँ खानु खा छैन तुरुन्त मलाई 2 मिनेट भित्रमा कल गरे हाल त छिटो 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 1 मिनेटदेखि 2 मिनेट भित्र मलाई कल गर ल चुप लाग्नुहोस् फुपूको फोन आइरहेछ बोलेको छिटो झगडा छिटो चलाउँदै कति भन्नाले झिनै चलाउने दाइ अब आँखा खोल्नु छिट चलाउन बस्नु यार पर्छ यहीँबाट हाल्नु नि यहीँबाट यार यो सिटी जाऊँ न छिटो पर्छ भने यहीँबाट हाल्नु उता ठ्याक्कै वहीँ दिनेबाट निस्केको छिटो हेलो छैन दादा यहाँ त कोही पनि छैन यस्तो सुनसान छ अनि मलाई त डर यता एकछिन है को एकजना त आउँदै हुनुहुन्छ झोला भिरे होला हो दादा हो एकछिन सफल दादा म रेखा लिनु पानी खानु होइन म बोकिदिन्छु हेलो हजुर दादा भेट भयो ल अनि सुन त के भन्छ 2 बेला खानासाना खानु त्यसलाई चाहिँ नम्बर माग्नु फोन नम्बरमा आएर फोन गराइदिइहाल्नु त है मातिर ए हुन्छ दादा अब म आज आउनु भ्याउँदैन अब भोलि नै आउँछु है नआउने भनेपछि अब कसरी आउनु त जार कता भ्याउनु परेन ए हुन्छ दादा हुन्छ जाम आज तपाईँलाई कस्तो तनाव भएछ है गाडी पनि आधी बाटोमा बिग्रेछ अनि कस्तो पठाउले पनि दिल्ली बजारमा छोडिदिएको त यतातिरको मान्छे कस्तो फटा हुन्छ नि तपाईँलाई धेरै तिर्खा लागेको रहेछ अब घर गएर खानु ए साँच्ची आज मैले लौकीको तरकारी बनाएको छु तपाईँलाई मनपर्छ भाइ भाइ चिसो बियर ल्याउनु त एउटा बियर उतै खायो हुन्न गेस भइसक्यो त एउटा हान्नु पर्ने हुन्छ
दाइ 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 पानी दिनु न दाइ दादा सबल तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिदिन्छ है।